आज हो माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन र आमाको लागि समर्पित आजको दिन र बिहान उठेर म मेरो नित्य कर्म गर्नतर्फ लागे र आएर यता किचनमा खाना बनाउने तयारी गर्न लागे। चाय पानी भइसक्यो हाम्रो। अनि त्यसपछि हजुरहरूले सोच्नु हुँदैछ होला पहिले नि खाना बनाउने किन भनेर सबैजना नुहाई धुवाई गर्नु हुँदै थियो, त्यसैले म त्यति बेरमा खाना बनाइसक्छु भन्ने सोचेर चाहिँ म यता लागे। त्यसपछि फेरि आए म पूजा गर्नको लागि भनेर। आमाले पूजा सकेपछि चाहिँ म बस्छु पूजा गर्नलाई। अनि पूजा गरिसकेर फेरि आए म यता तयारी गर्नु थियो। विशेष दिन हो आज चाहिँ आमाको मुख हेर्ने दिन माता तीर्थ औँसी र आमाहरूलाई पनि लाग्छ होला नि त, छोरीहरू पनि टाढा टाढा हुनुहुन्छ, नजिक नजिकै हुनुहुन्थ्यो भने त आउनुहुन्थ्यो होला, आमालाई पनि कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ। अनि हामीले ल्याएका उपहारहरू पनि ल्याएर ठिक्क पारेर राखेँ मैले चाहिँ। अनि अब आमा बुवालाई बोलाएर अनि त्यसपछि अलिक सजिलो हुन्छ नि त रेडी गरेर राखिराखेको छ भने चाहिँ भनेर चाहिँ म तयार पार्दै थिएँ यतातिर। र सबै थोक तयारी भइसकेपछि हामीले बुबा आमालाई बोलायौँ र बुबा आमा आएर पनि यहाँ बसिदिनु भयो। र यहाँ हामीले भिडियोमा देखाउने गरेको त्यस्तो खास ठुलो केही उत्सव जस्तो गरेका छैनौँ। हामीले जाने अनुसारको हामीले जस्तो जान्दछौँ त्यस्तै हिसाबले हामीले यहाँ गरेका छौँ। र भिडियोमा देखाउने लायकको केही छैन पनि होला, त्यो ठुलो कुरा होइन। तर हाम्रो दिदीहरू दुईजना हुनुहुन्छ अनि भाइ हुनुहुन्छ, टाढा हुनुहुन्छ, उहाँहरूलाई अब अरू दिन म भिडियोमा आमा बुवालाई त्यसरी सधैँ देखाइरहँदिनँ। आमालाई देखाए पनि मैले बुवालाई त्यसरी देखाएकै हुन्न। र यस्तो खास दिनमा चाहिँ अब यसरी भिडियो बनाउँदाखेरि उहाँहरूले पनि देख्नुहुन्छ, टाढा हुनुहुन्छ, कति सम्झिनुहुन्छ होला, कति याद गर्नुहुन्छ होला होइन। अब नजिक हुनुभएको भए आउनुहुन्थ्यो, भेटघाट भइरहन्थ्यो, राम्रो लाग्थ्यो। टाढा हुनेको कति गाह्रो हुन्छ, त्यो भएर पनि मैले यो भिडियो मार्फत उहाँहरूलाई पनि लाग्छ कि हामी टाढा भए पनि उनीहरू छन्, उनीहरू हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ, सबै साथमा हुनुहुन्छ भन्ने हुन्छ भनेर चाहिँ यो भिडियो बनाएकी हो। र हामीले गर्ने जुन यहाँ जे गरेका छौँ हामीले आफ्नो अनुसारले गरेका छौँ, कुनै अब नियमहरू त्यति जान्दैनौँ, जस्तो जानेका छौँ त्यस्तै गरेका छौँ। र नजान्नेलाई त भगवान्ले पनि माफ गरिदिनुहुन्छ भन्ने लाग्छ मलाई चाहिँ। र हजुरहरूले पनि क्षमा गर्नुहोला केही भुल गऱ्यौँ हामीले भने पनि, र भनिदिनु होला केही उल्टापुल्टा गरेका छौँ भने। हामीले सक्दो चाहिँ उल्टापुल्टा गरेका छैनौँ जस्तो लाग्छ यहाँनिर, जे नै भए पनि। र त्यसपछि हामी यहाँ आशीर्वाद लिँदै थियौँ। सबैभन्दा ठुलो कुरा भनेको आशीर्वाद हो आमा बाबाको। र यी उपहार दिने, यो गर्ने त्यो गर्ने भन्ने कुराहरू भन्दा पनि मनमा सद्भाव हुनुपर्छ, सम्मान हुनुपर्छ र साथ हुनुपर्छ। सबैभन्दा ठुलो कुरा हो सहारा। हामीलाई आमा बुवाको सहारा छ र आमा बुवालाई पनि हामी आमा बुवाको सहारा हौँ जस्तो लाग्छ र बुबा आमा हाम्रो सहारा जस्तो लाग्छ। त्यसपछि यता बाबुलाई आमालाई टिको लगाइदे भन्नुभयो बुबाले, अनि मलाई टिको लगाइदिइसक्दा फेरि बाबालाई पनि टिको लगाउन गयो उची फेरि। अनि मिठाई पनि खुवायो। र जे होस् यिनै साना साना खुसी हुन् हाम्रा, हामीले बाँच्ने होइन। अरू ठुल्ठुला के खुसी खोज्दै हिँड्नु, घरमै छन् सानातिना खुसी। र कहिलेकाहीँ मनमुटाव हुन्छ, कहिलेकाहीँ चित्त बुझ्दैन, राम्रो पनि लाग्छ, कहिले कहिले नराम्रो लाग्छ, कहिले दुःख लाग्छ, कहिले खुसी लाग्छ, अब होइन त्यस्तै हो। तर हामी सधैँ साथमा छौँ, हाँसी खुसी नै बस्ने प्रयास गर्छौँ धेर जस्तो हामी। र कहिलेकाहीँ केही कारणले चित्त दुखेको छ भने पनि अब डाइरेक्ट भन्न सकिँदैन, क्षमा माग्दै, आमा बुवाले भिडियो हेर्नुहुन्छ होला, क्षमा माग्दै यो भिडियो मैले राखेँ। र यता आमा अहिले चाहिँ हजुरआमासँग बोल्नु हुँदै थियो, नेपालमा हुनुहुन्छ हजुरआमा चाहिँ। र कहिलेकाहीँ जाने अनजानेमा हामीले गरेका हरेक गल्तीहरूको लागि क्षमा माग्दै यो भिडियो राखेँ। माफ गरिदिनु होला हामीहरूले गरेका गल्तीहरूको लागि। र सधैँ हजुरहरूको आशीर्वाद पाइरहौँ, हजुरहरूको साथ, आशीर्वाद र सहारा हामी सधैँभरि पाइरहौँ र हाम्रो पनि माया सधैँभरि हजुरहरूलाई रहनेछ। यही भन्दै आजको यो भिडियो चाहिँ यहीँ समाप्त गर्दैछु। र सम्पूर्ण मेरो फेसबुक परिवारमा फेरि पनि एकचोटि माता तीर्थ औँसीको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै फेरि भेट्नेछु।